मात्र लाइभ स्ट्रिम बसेर हजुरहरूले आफ्नो ई-सेवा वालेट, खल्टी वालेट र ब्याङ्क वालेटमा विथड्र गर्ने एप्लिकेसन आइसकेको छ साथीहरू। एकदमै राम्रो अहिलेसम्मको बेस्ट एप्लिकेसन, अहिलेसम्मको चलिरहेको एप्लिकेसन चाहिँ ल्याएर आइसकेको छु मैले। भर्खर नयाँ आएको तर एकदमै राम्रो विथड्र दिइरहेको छ, टाइममा विथड्र दिइरहेको छ र नेपाली मान्छेहरू पनि यहाँ अफिसियल मान्छेहरू पनि लास्टै धेरै हुनुभएको छ होइन। जस्तै म हजुरहरूले देखाइदिन्छु प्रुफको लागि। हेर्न सक्नुहुन्छ नेपाली सेलरहरू हामीसँग 3 जना हुनुहुन्छ र यस एप्लिकेसनमा हामीले कसरी काम गर्ने, कसरी के गर्ने म सम्पूर्ण कुरा यस भिडियोमा बताउन गइरहेको छु। एपको लिङ्क चाहिँ हजुरले चाहिँ कमेन्ट सेक्सनमा हुन्छ। कमेन्ट सेक्सनमा भएको लिङ्कलाई चाहिँ क्लिक गरेर चाहिँ सिम्पल यस एप्लिकेसनलाई चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरेर ओपन गरेपछि हजुरको अगाडि चाहिँ यस्तो होम पेजमा इन्टरफेस आउँछ नि। यस्तो इन्टरफेस चाहिँ हजुरले सिम्पली मीवाला सेक्सनमा जानुपर्ने हुन्छ र मेरो त त्यहाँ माथि भेरिफाई भइसकेको छैन, हजुरको फेस भेरिफिकेसन भएको हुँदैन र हजुरको ठ्याक्क यो प्रोफाइलको तलपट्टि यो जुन नाम रहेको छ नि ठ्याक्कै यस्तो नामको तलपट्टि फेस अथोराइजेसन भनेर लेखेको हुन्छ र त्यहाँ भेरिफाई गर्ने अप्सन आएको हुन्छ नि, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो फेसलाई देखेर चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ होइन। यो मेन स्टेप हो होइन। यो मेन स्टेप गर्नु भएन भने हजुरको चाहिँ अर्निङ हुँदैन। यदि हजुरले यो भेरिफिकेसनको अप्सन देख्नु भएन भने चाहिँ मलाई चाहिँ व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ होइन। ठ्याक्क यो मेरो जुन भेरिफिकेसन लेखेको छ नि त्यसको तलपट्टि लेखेको हुन्छ यहाँ चाहिँ भेरिफाई गर भनेर आएको हुन्छ। यहाँ क्लिक गरेर चाहिँ आफ्नो फेस चाहिँ भेरिफिकेसन गर्नु होला होइन। त्यति गरेपछि हजुरले सिम्पली एजेन्सी चाहिँ जोइन गर्नुपर्ने हुन्छ होइन। एजेन्सी जोइन गर्नको लागि चाहिँ अब सिम्पल यहाँनिर होस्ट सेन्टरमा जानु होला र जस्तै माई सेन्टर रहेको छ यसमा माई सेन्टरमा क्लिक गर्नु होला र होस्ट सेन्टरमा क्लिक गरेर चाहिँ हजुरले चाहिँ एजेन्सी जोइन गर्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला, होस्ट सेन्टरमा चाहिँ क्लिक गर्नु होला होइन। होस्ट सेन्टरमा क्लिक गरेपछि चाहिँ यहाँ रहेको छ आइडी नम्बर रहेको छ, हजुरलाई चाहिँ आइडी नम्बर हाल्नु भनेर आउँछ होइन। आइडी नम्बर चाहिँ हजुरले चाहिँ हाल्न पर्ने हुन्छ 2190997 यो आइडी नम्बर चाहिँ हाल्नु होला होइन। यति गरेपछि चाहिँ हजुरले चाहिँ सिम्पली यस एप्लिकेसनमा चाहिँ एजेन्सी चाहिँ जोइन गर्नुहुन्छ होइन। एकदमै राम्रो हुन्छ यसबाट चाहिँ र यति गरेसम्म चाहिँ हजुरले चाहिँ विथड्र लिन सक्नुहुन्न है। यो एजेन्सी जोइन गरेर फेस भेरिफिकेसन कम्प्लिट गर्ने चाहिँ मेन स्टेप हो यहाँको होइन। अब यसमा हामीले कसरी अर्निङ गर्ने म त्यो पनि बताउनु गइरहेको छु होइन। हजुर सिम्पली माई सेन्टर भन्दा नि होस्ट टास्कमा जानु होइन। होस्ट टास्कमा जानु, यदि सबै काम गरेपछि चाहिँ बल्ल जानु होला होइन, नत्र हजुरहरूकोमा देखाउँदैन होइन। र हेर्दैछ मलाई भनेको छ चाहिँ होस्ट अन माइक फर 1 आवर, 1 घन्टा चाहिँ म माइकमा बस्यो भने चाहिँ मलाई चाहिँ 25,000 डायमन्ड दिन्छ भनेको होइन। अनि 2 घन्टा बस्यो भने फेरि 25,000 गरेर चाहिँ मलाई चाहिँ 50,000 चाहिँ डायमन्ड दिन्छ यस एप्लिकेसनले एक दिनमा चाहिँ होइन। हामीले चाहिँ 2 घन्टा लाइभ बसेर चाहिँ 25,000 गरेर चाहिँ हामीले चाहिँ 50,000 चाहिँ डायमन्ड चाहिँ डेली चाहिँ कम्प्लिट गर्न सक्छौँ भनेको छ होइन। र यो रहेको छ हाम्रो एउटा अर्निङको सोर्स होइन। अब ब्याक गरौँ, लाइभ बस्नको लागि चाहिँ सिम्पली चाहिँ हामी होममा जान्छौँ। होममा गएर चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ लाइभ बस्न सक्छौँ। एकदमै माथिपट्टि रहेको छ च्याट र माई ओन रहेको छ। माई ओनमा क्लिक गरेर चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ लाइभ बस्न सकिन्छ। जस्तै चाहिँ यहाँ थुप्रै मान्छेहरू अरू पनि लाइभ बसेको छ, उहाँको स्ट्रिममा गएर चाहिँ माइक खोलेर बसेपछि चाहिँ हामीले चाहिँ टाइम चाहिँ काउन्ट भइहाल्छ होइन। एकदमै सिम्पल रहेको छ। यहाँ गेमको अप्सन पनि थुप्रै रहेको छ होइन। गेमको अप्सन पनि थुप्रै रहेको छ र त्यस्तै गरी अर्को अर्निङको सोर्स चाहिँ हाम्रो यहाँ इन्भाइटवाला रहेको छ होइन। इन्भाइटवाला पनि अर्निङको सोर्स रहेको छ। त्यसपछि चाहिँ म कसरी विथड्र गर्ने त्यो पनि बताउन गइरहेको छु होइन। इन्भाइटवाला सोर्स रहेको छ। यहाँ भनेको छ यदि हजुरले इन्भाइट गरेको मान्छेले एकजनाले गेम खेल्यो भने चाहिँ हामीलाई चाहिँ 20,000 चाहिँ डायमन्ड दिन्छ र 3 जनाले गेम खेल्यो भने चाहिँ 60,000 दिन्छ। त्यस्तै गरेर 5 जनाले गेम खेल्यो भने चाहिँ 1,20,000 दिन्छ भनेको छ नि। यहाँ आइफोन जित्ने पनि उस रहेको छ होइन, अवसर रहेको छ। थुप्रै अर्निङको सोर्सहरू रहेको छ। एकदमै राम्रो एप्लिकेसन रहेको छ। अब हजुरले चाहिँ यसमा चाहिँ अलिकति डायमन्ड चाहिँ लिन पर्यो होइन, अलिकति चाहिँ सेलरबाट चाहिँ डायमन्ड चाहियो भने चाहिँ हजुरले सिम्पल यसमा क्लिक गर्न सक्नुहुन्छ। यसमा क्लिक गरेर चाहिँ हजुरले सिम्पली कोही पनि सेलरलाई चाहिँ यहाँबाट चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकदमै सस्तो रेट रहेको छ। जस्तै म चाहिँ यहाँ चाहिँ एकजनाकोमा चाहिँ क्लिक गर्छु होइन, द राइजिङमा क्लिक गर्छु र उहाँलाई चाहिँ म यहाँबाट मेसेज गरेर चाहिँ आफ्नो ई-सेवा खल्टीबाट पेमेन्ट गरेर चाहिँ यहाँबाट चाहिँ मैले चाहिँ उहाँबाट चाहिँ एकदमै चिप प्राइजमा चाहिँ कोइन चाहिँ किन्न सक्छु होइन। अनि त्यो कोइन किनेपछि चाहिँ हामीले चाहिँ सिम्पली गेम सेक्सनमा जान सक्छ भने गेम सेक्सनमा गएर चाहिँ 1v1 लुडो खेल्न नि सकिन्छ, 4 जनासँग लुडो खेल्न नि सकिन्छ र त्यहाँबाट जितेको कोइनले चाहिँ आफूलाई गिफ्ट गरेर आफ्नो जो विथड्रको प्रोसेस छ नि त्यसलाई हामीले अझै छिटो गर्न सकिन्छ होइन। अब चाहिँ म जान्छु मतलब कसरी विथड्र लिने त्यो उसतिर जान्छु होइन। हामी सिम्पल यसमा क्लिक गर्छौँ। यसमा क्लिक गरेपछि हामी डायमन्डमा क्लिक गर्छौँ। डायमन्डमा क्लिक गरेपछि यहाँ देखिन्छ क्यास आउटको अप्सन रहेको छ र यहाँ बाइनेन्स USDमा क्लिक गरेर चाहिँ आफ्नो नेपाललाई चाहिँ सिलेक्ट गर्छु होइन। नेपाललाई सिलेक्ट गरेपछि यहाँ देखिन्छ पेमेन्ट मेथडमा चाहिँ म चाहिँ ई-सेवा खल्टी जुन भयो भने सिलेक्ट गर्न सक्छु। यहाँ सिलेक्ट गरिदिन्छु र यहाँ भनेको छ
हाम्रो 1 लाख डायमन्डको प्राइस भनेको चाहिँ हाम्रो $1 हुन्छ, हाम्रो जुन नेपाली 142 हुन्छ र मिनिमम विथड्र चाहिँ हाम्रो यहाँ देख्छ कतिको छ भन्दाखेरि चाहिँ मिनिमम विथड्र चाहिँ यहाँ आई थिङ्क $10 कै होला हैन मिनिमम विथड्र चाहिँ, जहाँसम्म लाग्छ मलाई चाहिँ $10 को होला मिनिमम विथड्र चाहिँ हामीले डेली लाइभ बसेर चाहिँ कम्प्लिट गर्न सक्छौँ, अथवा $5 को पनि हुनसक्छ यसमा चाहिँ। आई थिङ्क यसमा चाहिँ $5 को छ जस्तो लाग्यो मलाई चाहिँ मिनिमम विथड्र, र एकदमै राम्रो एप्लिकेसन रहेको छ, यसबाट हजुरले ट्राई गर्न सक्नुहुन्छ हैन। र भिडियो मन पऱ्यो भने चाहिँ भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। एप्लिकेसनको लिङ्क चाहिँ कमेन्ट सेक्सनमा रहेको छ। फेस भेरिफिकेसन कम्प्लिट गर्न चाहिँ एकदमै आवश्यक रहेको छ, त्यस्तै गरी चाहिँ एजेन्सी जोइन गर्न चाहिँ आवश्यक रहेको छ। नबिर्सिकन यति काम चाहिँ गर्नु होला र यस एप्लिकेसनबाट चाहिँ राम्रोसँग अर्निङ गर्नु होला।